जो तपाईहरुलाई बेसिक फर्मुलाको लिस्टहरु बनाएर फेसबुक र टिकटक दुईटामा अपलोड गरिदिए तपाईहरुले कतिको हेर्नुभयो भएन है। तर यो फर्मुलाहरु चाहिँ सबै बेस फर्मुलाहरु हुन्। यिनीहरु चाहिँ एकदमै इम्पोर्टेन्ट छ। त्यसैले मजाले हेर्दिनु होला। र यी फर्मुलाहरु बुझाउनको लागि चाहिँ आज मैले प्र्याक्टिस सिट लिएर आएको छु। यो फर्मुलाहरुको प्र्याक्टिस भयो भने हामीले लगभग 20 to 30% 40% एक्सेल बुझिन्छ। अनि आज यो फर्मुलाहरुको प्र्याक्टिस भइसक्यो भने भोलिदेखि चाहिँ म अझै एडभान्स एक्सेल फर्मुलाहरु पनि तपाईहरुलाई सिकाउँछु। तर त्यसको लागि तपाईहरुले यो सुरुको फर्मुलाहरु चाहिँ एकचोटी हेर्दिनु पर्ने हुन्छ। यो मैले अपलोड पनि गरिसकेको छ। ल अब स्टार्ट गरौँ है त। यो मेरो अस्तिको क्लास हेर्नेहरुले चाहिँ आज स्टार्ट गर्न अलिक सजिलो हुन्छ। के छ भने अब हाम्रो फर्स्ट क्वेशन देखि सुरु गरौँ। Write a formula to find the total combined revenue generated from all gadgets sold in table B. ओके, यहाँ के भनेको छ भने हामीले फर्मुला लाउनु पर्यो। यो टेबलको यो सबै रेभेन्यूको टोटल लाउने एउटा फर्मुला लाउनु पर्यो भनेको छ। ओके, हामीले अस्ति पढेको छ। यसको लागि हामीले तपाईहरु पनि सँगसँगै गर्नु। यो सँगसँगै नगरी चाहिँ सिकिदैन नि फेरि। इक्वल टु फर्मुला लाउनुभन्दा अगाडि इक्वल टु लाउनै पर्छ। सम अनि अब हामीलाई नम्बर 1 र नम्बर 2 चाहिएन। हामी सिधै यहाँ यसको माथि माउस होभर गरेर लेफ्ट क्लिक गर्छौं अनि मुनिसम्म तानिन्छौं। यसले चाहिँ के गर्छ भने हाम्रो फर्मुलालाई रेन्ज सिलेक्ट गर्दिन्छ अनि ब्र्याकेट क्लोज गर्दिन्छौं। ओके, हाम्रो सम फर्मुला हामीले सिक्यौं कसरी युज गर्ने भनेर सिक्यौं। त्यही हिसाबले हामीले एभरेज अफ math भनेको छ। How will you calculate the average math score for the students? Okay, अब हामीले एभरेज गर्न पनि त्यही सम नै जस्तो गर्नु भने एभरेज लगाइदिने अनि यहाँ पनि माथि जाने म्याथ सबै रेन्ज सिलेक्ट गरिदिने ब्र्याकेट क्लोज एभरेज आइहाल्यो। The school principal of next question. The school principal wants to know the lowest score obtained in science. Okay, यो त झन् सजिलो छ। लोएस्ट स्कोर पत्ता लगाउन हामीले के गर्नुपर्छ? लोएस्ट भनेको मिन र हाईएस्ट भनेको म्याक्स। त्यो त हामीले पढेकै छ। अनि फर्मुला पनि त्यसैले हेर्नुपर्छ। फर्मुला नहेरिकन त हामीलाई याद हुँदैन। त्यसैले हाम्रो फर्मुला भनेको इज इक्वल टु लोएस्ट स्कोर भनेको मिन अफ नम्बर 1 नम्बर 2 हामीलाई चाहिएन। हामीले एक एक गरेर गर्ने हैन। हामीलाई रेन्ज चाहियो। साइन्सको रेन्ज लगाइदिने। रेन्ज ब्र्याकेट क्लोज गरिदिने इन्टर गरिदिने 60। यो रेन्जमा सबसे कम्ती नम्बर कुन हो भनेर 60। अब त्यसै गरी हामी हाईएस्ट फाइन्ड गर्ने। सबसे कम्ती नम्बरलाई मिन भनेको भने हाईएस्ट नम्बरलाई म्याक्स है त। त्यसैले फर्मुला चाहिँ हेर्नै पर्छ। एकचोटी फर्मुला याद हुनै पर्छ। अब म्याक्समा पनि हामी नम्बर सिलेक्ट गर्दैनौं। हामी रेन्ज सिलेक्ट गर्छौं। हो हामीले यो हाईएस्ट रेभेन्यू भनेको छ। हाईएस्ट रेभेन्यू भनेको एकदम यो रेन्जको सबसे ठुलो नम्बर कुन हो त भनेर इन्टर गर्ने 85,000 भनेको चाहिँ यो रेन्जको म्याक्सिमम भ्यालु रहेछ भनेर बुझिन्छ। अर्को क्वेशन हेरौँ। Look at the science score column. Science score column हेरौँ भनेको छ which contains values 72, 90, ABC and 60। यहाँ चाहिँ तीनटा चाहिँ न्यूमेरिकल भ्यालु रहेछ। एउटा चाहिँ मिस्टेकली टेक्स्ट भ्यालु इन्टर भएछ। अब if you use count C2 to C5 formula what will the result be and why भनेको छ। अब यहाँ count C2 to C5 गरेर ब्र्याकेट क्लोज गरेर इन्टर प्रेस गर्यो भने चाहिँ यसको चाहिँ रिजल्ट के आउँछ भनेर सोधेको छ। अब काउन्टले चाहिँ के गर्छ भने मैले हिजो पनि तपाईहरुलाई भनेको थिएँ काउन्टले चाहिँ यो रेन्जको न्यूमेरिकल भ्यालु मात्रै हेर्छ। अब काउन्टले यहाँ 1 2 3 मात्रै दिन्छ। अब त बुझ्नुभयो होला। अब क्लियर भयो होला। काउन्टले न्यूमेरिकल भ्यालु कुनै हामीले सिलेक्ट गरेको रेन्जको न्यूमेरिकल रेन्जको सेलमा कतिवटा न्यूमेरिकल भ्यालु छ भनेर हामीलाई दिन्छ। यहाँ एउटा दुईटा तीनटा छ। त्यसैले यहाँ तीनटा आयो।
if you want to count how many total rows actually contain any entry, numbers or text, अब यो रेन्जको काउन्टले न्युमेरिकल भ्याल्यु मात्रै हेऱ्यो भने अब यो रेन्जको सबै न्युमेरिकल पनि होस् अनि यो टेक्स्ट भ्याल्यु पनि हेर्ने चाहिँ अब हामीलाई फर्मुला छ। यो रेन्जमा कतिवटा सेल भरिएको छ अनि न्युमेरिकल र टेक्स्ट जुनसुकैले भरिएको छ, दुईटामा जे भए पनि हुन्छ। अब हाम्रो कुन फर्मुला छ भन्दा हाम्रो यहाँ छ काउन्ट ए। काउन्ट ए भनेको तपाईँले काउन्ट अल बुझ्नुहोस्, सबै सेल काउन्ट गर्छ यसले नै। त्यसैले हामी यो काउन्ट ए गरेर सबै सेलेक्ट गर्छौँ अनि यसले दिन्छ चारवटा सेल, चारवटामा चारवटै सेल चाहिँ फिल्ड छ भनेर काउन्ट ए फङ्सनले भन्छ। अब क्वेसन नम्बर 7, one student missed the math exam, leaving cell B5 completely blank. What formula can the teacher use to automatically count how many students were absent? Okay, अब काउन्टले न्युमेरिकल भ्याल्यु मात्रै हेर्छ, काउन्ट एले सबै भ्याल्यु हेर्छ। अब ब्ल्याङ्क काउन्ट गर्न चाहिँ कुन फर्मुला युज गर्ने त भनेर भन्यो भने स्कोर गर्ने सजिलो छ। काउन्ट ब्ल्याङ्क भनेर फर्मुलै छ, काउन्ट ब्ल्याङ्क। अनि यहाँ रेन्ज भनेर उसले दिएकै छ है, यहाँदेखि यहाँसम्म, यहाँ माथि माउस ओभर गर्ने, लेफ्ट क्लिक गर्ने अनि मुनिसम्म तान्दिने, त्यसरी रेन्ज सेलेक्ट हुन्छ। अनि ब्र्याकेट बन्द अनि इन्टर गर्ने बित्तिकै एउटा मिसिङ भ्याल्यु छ, एउटा सेलमा चाहिँ भ्याल्यु मिसिङ छ भनेर उसले आफै पत्ता लगाउँछ। ओके, अब क्वेसन नम्बरमा जाऊँ। यो चाहिँ एकदम इम्पोर्टेन्ट क्वेसन हो अनि तपाईँहरूले प्र्याक्टिस पनि गर्नुपर्छ। प्र्याक्टिस नगरे हुँदैन। प्र्याक्टिस नगरे फेरि तपाईँहरूलाई फर्मुला यसो हेर्दाखेरि चाहिँ आएको जस्तो हुन्छ, तर प्र्याक्टिस गरेन भने कहिले पनि आउँदैन। त्यसैले प्र्याक्टिस चाहिँ गर्नु है, जति सक्दो प्र्याक्टिस चाहिँ गर्नु। अहिले मसँग पढ्दै प्र्याक्टिस गर्दै गऱ्यो भने पनि तपाईँहरूलाई एकदम धेरै नलेज भइहाल्छ। ल क्वेसन 8 को द पासिङ मार्क्स, अब यहाँ चाहिँ के भनेको छ भने द पासिङ मार्क्स फर द म्याथ एक्जाम इज 32. Write an if statement for cell B2 that checks the score and automatically returns pass if it is 32 or higher. Okay, यहाँ चाहिँ if लाउनु भनेको छ। if भनेको हिजो मैले के भनेको थिएँ, कन्डिसनल फर्मुला हो, इक्वल टु if भयो। अब यहाँ हामीले कन्डिसन दिनुपर्छ। यहाँ के छ त हाम्रो कन्डिसन भनेको if b equal to is 32 or higher। यहाँ मजाले पढ्यो भने पासिङ मार्क्स चाहिँ 32 छ, 32 or higher भयो भने पास। if b is greater than 32 अब कमा दिने भ्यालु if ट्रु, if u is greater than 32 के हुन्छ त यहाँ रिटर्न पास भनेको छ। पास नत्र फेल। भन्नुहोस् त एन्सर के आउँछ। सरी, के मिस्टेक भयो, मिस्टेक पत्ता लगाउने, केही मिस्टेक त्यत्रो ठुलो ड्रास्टिक मिस्टेक केही भएको रहेन रहेछ। यहाँ एपस यहाँ यो मात्रै छुट्या रहेछ। ओके, पास भनेर आयो। यो 85 32 भन्दा ठुलो छ, त्यसैले हामीले पास आउटपुट दियौँ। ओके, अब हाम्रो क्वेसन नम्बर 9, लुक एट द फर्स्ट स्टुडेन्ट्स नेम राम थापा, इट इज एन एक्सिडेन्टल स्पेस एट द एन्ड, विच फर्मुला विल रिमुभ द्याट। ओके, अब यो राम थापामा चाहिँ यहाँ मैले फेरि इन्ट्री गरेको छ। यो राम थापामा चाहिँ यहाँ एउटा एक्सिडेन्टल स्पेस छ। अब यो स्पेसलाई चाहिँ हाम्रो एक्सेलले यसलाई पनि एउटा एक्स्ट्रा वर्डको रूपमा काउन्ट गर्छ। जस्तो यो दुईटै हेर्दाखेरि चाहिँ हाम्रो आँखाले थाहा पाउँदैन, एउटै देखिन्छ, तर एक्सेलले चाहिँ के गर्छ भने हेर्नुहोस् त, अब यहाँ 9 लेख्यो। अब यसैलाई नै यहाँ 10
यहाँ उसले यो सबै गर्दा फेरि 9 वटा भेट्छ किनभने यहाँ एक्स्ट्रा स्पेस छैन। त्यसरी यहाँ 9 आउटपुट दियो। तर यहाँ हामीले एउटा एक्स्ट्रा स्पेस दिएको र त्यसले उसलाई यसलाई 10 भन्यो। अब यो एक्स्ट्रा स्पेस अगाडिबाट होस् या पछाडिबाट होस्, एक्स्ट्रा स्पेस हटाउन चाहिँ हामीले कुन फर्मुला युज गर्नुपर्छ भन्दा इक्वल टु ट्रिम फर्मुला युज गर्नुपर्ने हुन्छ। ट्रिमको एउटा मात्रै प्यारामिटर पास गर्नुपर्ने हुन्छ। अब ल यो यसैलाई पास गरौँ न त। यसमा स्पेस पनि छ। अब यसलाई इन्टर गर्ने हो। अब हामीले फेरि यसलाई चेक गऱ्यौँ भने इक्वल टु चाहिँ दिन बिर्सिनु हुँदैन फर्मुला लेख्नुभन्दा अगाडि। अनि यसलाई नै हामीले पास गऱ्यौँ भने 9 एक्स्ट्रा स्पेस रिमुभ भयो। अब क्वेसन नम्बर 3 मा जाउँ। The name Geeta Shrestha is typed all in capital letter. Write a formula that will clean it up so only the first letter of each name is capitalized. Okay, यो चाहिँ एकदमै सजिलो छ। हाम्रो यो नेम चाहिँ सबै क्यापिटल लेटरमा छ। अब हामीले चाहिँ यसलाई प्रोपरली एरेन्ज गर्नु पर्यो। मैले एन्सर पनि भनिदिइसकेँ। अब हामीले कुन फर्मुला चाहियो भन्दा इक्वल टु प्रोपर गीता श्रेष्ठलाई गरिदिने। किनभने यसको प्यारामिटर पनि एउटा मात्रै छ, एउटा मात्रै प्यारामिटर पास हुन्छ यसमा। अनि ब्र्याकेट क्लोज इन्टर। हेर्नुहोस् न कति सजिलो। योबाट गीता श्रेष्ठमा कन्भर्ट भइहाल्यो। अब कन्भर्ट द लोवर केस टेक्स्ट नेपाल, यसलाई चाहिँ सबै अप्पर केसमा राख्नु पर्यो। ओके, यसको त क्वेसनमै एन्सर छ है, अप्पर भएर इक्वल टु अप्पर एउटा मात्रै प्यारामिटर पास हुन्छ, ब्र्याकेट क्लोज इन्टर। यति सजिलो छ है। यो फर्मुलाहरू तपाईँले यति फर्मुलाहरू तपाईँले मजाले प्र्याक्टिस गरेर तपाईँहरूलाई आउने भयो, तपाईँहरू एकदम कन्फिडेन्ट हुनुभयो भने तपाईँहरूलाई 40% एक्सेल आयो। अब भोलिदेखि हामी योभन्दा अझै एडभान्स फर्मुलाहरू युज गर्छौँ। त्यसपछि म चार्ट, पिभोट टेबलहरू पनि तपाईँहरूलाई अलिअलि इन्ट्रोड्युस गरिदिन्छु पर्सिसम्म। ओके, त्यति भइसकेपछि हाम्रो लगभग एक्सेलको बेसिकदेखि इन्टरमिडिएट लेभलसम्म हामी यो अरू नेक्स्ट विकसम्ममा हामी सकिसक्छौँ। तर तपाईँले प्र्याक्टिस चाहिँ गर्नुपर्छ। प्र्याक्टिस नगरी चाहिँ हुँदैन। ओके, थ्याङ्क यू। केही आएन भने कमेन्ट अर मलाई पर्सनल्ली मेसेज गर्दा पनि हुन्छ। हस्, थ्याङ्क यू।